गुड मर्निङ, नमस्कार यहाँहरू सबैलाई। सन्चै हुनुहुन्छ नि? कस्तो छ तपाईँहरूकोतिर? अब राजनीतिक माहौल बढिया छ। अहिले त देशमा करिब करिब के भन्ने, अब यो तेस्रो चाड, पहिलो चाड दसैँ, दोस्रो तिहार र यो चुनाव चाहिँ तेस्रो चाड हुँदो रहेछ नेपाली जनताहरूको लागि। हुनु हुँदैन थियो, 5 वर्ष निरन्तरता पाउनु पर्थ्यो, बिचमा यस्ता खालका चुनावहरू हुनु हुँदैन थियो भन्ने धारणा राख्दा राख्दै पनि अब यो 1.5 वर्ष अगाडि नै, 2 वर्ष अगाडि नै चुनाव भयो। अब यो चुनाव यस्तो उत्सव बनाएको छ, तपाईँहरूतिर पनि उत्सव नै होला। हाम्रो दमकमा अत्यन्तै उत्सव बनाएको छ। र दमकमा हिजोको अलिकति समीक्षा गरौँ। हिजो एउटा नराम्रो घटना पनि घट्यो। यो घटना पछाडि कसको हात छ भन्ने कुरो त भोलि समीक्षा गर्दै जाउँला। अब मेरो विचार चाहिँ के हो भन्नुहुन्छ भनेदेखि, चुनाव भनेको एउटा स्वच्छ प्रतिस्पर्धा हो। आफ्ना एजेन्डा, आफ्नो पार्टीका दृष्टिकोण, आफ्ना एजेन्डा लिएर जनतासँग जाने हो। वास्तविकता के हो त्यो लिएर जाने हो। यस्तो किसिमको उच्छृङ्खल व्यवहार गरेर भोलि हामी हिजो पनि यिनै जनतामाझ रहेका हौँ, भोलि पनि हामी यिनै जनतामाझ, यही समाजबिच रहने हो। हुन्छन् आफ्ना आफ्ना विचार हुन्छन्। मेरो आफ्नो विचार छ, अरू साथीहरूको पनि आफ्नो आफ्नो विचार हुन्छ, आफ्नो आफ्नो धारणा हुन्छ। त्यो विचार बोक्न पाइन्छ, आफ्नो आफ्नो धारणा गर्न पाइन्छ। तर स्वच्छ प्रतिस्पर्धा हुनुपर्छ भन्ने मेरो चाहिँ मान्यता हो। अब हिजोको घटना त साँच्चै भन्नुपर्दा म पनि त्यहीँ नजिकै थिएँ। हाम्रो पार्टीको एउटा अफिसियली काम गरेर उँधोबाट फर्किँदै थिएँ म। अब त्यो अवस्थामा म पनि त्यहाँ पुगेछु, यसो हेर्नु पर्यो भनेर यसो हेरेका थिएँ। अब त्यहाँको रणभूमि देख्दाखेरि चाहिँ अचम्म लाग्यो। साँच्चै बाहुबलीहरूको चाहिँ तागत प्रदर्शनै हो कि जस्तो पनि लाग्यो। किन यति असहिष्णुता भएको, किन यति उच्छृङ्खल भएको? साँडे गोरु जुतेर फाफारा फुफु जुत्नुभन्दा अगाडि फाफारा फुफु नाकका पुरा फुलाए जस्तो क्रियाकलाप। आखिर हामी एउटाले चुनाव जितेर जाने हो, स्वच्छ प्रतिस्पर्धा हो, आफ्नै दृष्टिकोण बहस गर्ने हो, स्वच्छ किसिमले गर्ने हो, छलफल गर्ने हो। अब यो किसिमको बाहुबलीहरूको प्रदर्शनले के सन्देश जान्छ देशभरि भन्नुहोस् त? अहिले तरङ्गित भएको छ झापा 5को। र यो यसमा विभिन्न क्रिया प्रतिक्रियाहरू आउला। तर म त यो त कसले चाहिँ सही हो भन्ला र? सही भन्नेहरूलाई त म त मूर्ख नै भन्छु यो कुरोमा त। जो पक्षको जताको जे भए पनि यस्तो चुनावमा यस्तो किसिमको यो उच्छृङ्खल दादागिरी, है, त होस् कि म होस् कि छोड मारिदिन्छु, यस्तो क्रियाकलाप पनि हुन्छ। शिक्षित यो 21औँ शताब्दीमा थियो होला, हिजो पुरानो उसमा थियो होला, हामीले देखेका हौँ त्यस्ता शक्ति केन्द्रहरूको बिच हानाहान, मारकाट धेरै देखेको। र यसको पछि चाहिँ के छ भन्नुहुन्छ भने तपाईँहरूले आफ्नो आफ्नो विश्लेषण गर्नु होला। यसको पछाडि धेरै धारणाहरू छन्, धेरै के अरे जोडिएका छन्, धेरै व्यक्तित्वहरू, धेरै उहरू जोडिएका छन् यो दुर्घटनामा। अब मुख्य कुरो चाहिँ यो दमकमा केही दिनदेखि 4-5 दिन, हप्ता 10 दिन अगाडिदेखि देखिराख्नु भएको छ नि, यो पत्रकारको नाममा गैर जिम्मेवार पत्रकारहरू, युट्युबलाई पनि पत्रकारै म सम्मान गर्छु, तर उहाँहरूको क्रियाकलाप देख्नु भएको छ नि। केपी ओली र बालन मात्रै हुन् दमकका उम्मेदवार, अरू होइनन्? अरू पार्टीका छैनन्? नेपाली काङ्ग्रेसको छैन, नेपाली कम्युनिस्ट पार्टीको छैन, माटोको छैन, अर्को भाले उम्मेदवार छैन, स्वतन्त्र छैनन्? यहाँका जनता तिनै दुईटा मात्रै हुन्? के खालको विश्लेषण गर्नुहुन्छ तपाईँहरू पत्रकारहरू? महत्त्व कसलाई दिनुहुन्छ? अनि तपाईँहरू केपी र बालन ल्याएर मुखमा लगाएको छ, मुखमा लगाएको छ, केपी कि बालन भनेको छ। भिडन्त गराउने, मुख्य हिजोको भिडन्त गराउने। म चाहिँ अब होला त्यहाँ उच्छृङ्खल व्यक्तिहरू छिरे होला आफ्नो ठाउँमा छ, तर पत्रकारहरूको मुख्य भूमिका छ। तपाईँहरूले विभाजन गरिदिँदै हुनुहुन्छ, युद्धभूमि बनाउँदै हुनुहुन्छ। त म पाँचलाई विचार गर्नुहोस्। चौथो अङ्ग हो पत्रकार। अलि सभ्य हुनुहोस्, सभ्यता साथ प्रस्तुत हुनुहोस्। सबै सक्नुहुन्छ भने सबै पार्टीहरूको एजेन्डामा छलफल गर्नुहोस्, छलफल चलाउनुहोस्। नभए यस्तो किसिमको यो बहुवालीहरूलाई
प्रोत्साहन गर्ने किसिमको मान्ने हुने छैन दमक 5 का जनताहरूलाई। देख्नुभयो होला हाम्रो कार्यक्रम प्रसार गर्न त तपाईँहरूलाई कहाँ कहाँबाट पैसा आउँछ त्यतै दौडिनुभयो होला सञ्चारकर्मी साथीहरू। हाम्रो कार्यक्रम देख्नु होला नि, ताराको कार्यक्रम कति सभ्य थियो, हाम्रो नेताले कति सभ्यपूर्वक बोलेका थिए, कति आकर्षक थियो। देख्नुभयो हाम्रा एजेन्डाहरू देख्नुभयो होला नि। हामीलाई कुनै बाहुबल परेको छैन, हामीलाई कुनै प्रदर्शन गर्नु परेको छैन, कसैमाथि लान्छना लगाउनु परेको छैन। हामी सभ्य तरिकाले आफ्नो एजेन्डा लिएर जान्छौँ, सभ्य तरिकाले जनताबीच जान्छौँ, सभ्य तरिकाले बहस गर्छौँ। हार जित आफ्नो ठाउँमा छ, जिते पनि यहीँको जनता हौँ हामी, हारे पनि यहीँका जनता हौँ। यहीँ समाजसँग मिलेर बस्ने हो, तपाईँहरूसँग हातेमालो लिएर बढ्ने हो। सबै पार्टीहरूलाई सम्मान गर्छौँ, सबै विचारहरू बोक्नेहरूलाई सम्मान गर्छौँ र हाम्रो एजेन्डा अब बिस्तारै आउँछ र त्यसमा हामी छलफल गर्छौँ र यस्तो किसिमको क्रियाकलाप गर्न उकास्ने र प्रदर्शन गर्ने बहुबालीहरूबाट चाहिँ दमक 5 का जनताहरूलाई टाढा रहिदिनु हार्दिक अनुरोध गर्दछौँ। हाम्रो नेपाली कम्युनिस्ट पार्टीको एकदम जुझारु विद्यार्थी नेता, विद्यार्थी जीवनकालदेखि नै सशक्त आवाज उठाउँदै आउनुभएको कमरेड रञ्जित तामाङजी चाहिँ हाम्रो चुनावी मैदानमा हुनुहुन्छ र दमक 5 का आदरणीय व्यक्तित्वहरूलाई रञ्जित तामाङ एउटा जिएनजीको प्रतिनिधि पनि हो र युवा पुस्ता पनि हो र भिजन भएको भिजनरी नेता पनि हो र यहीँकै दमक 5 कै अर्ग्यानिज नेता पनि हो। त्यसकारणले रञ्जित तामाङलाई अत्याधिक बहुमतले यसपालि तारा चिन्हमा भोट दिई रञ्जित तामाङलाई विजयी गराइदिनु हुन हार्दिक अनुरोध गर्दछु र यस्ता क्रियाकलापबाट टाढा बसिदिन दमक 5 का आदरणीय व्यक्तित्वहरूसँग हार्दिक निमन्त्रणा हार्दिक अनुरोध पनि गर्दछु। हस्त फागुन 21 रञ्जित तामाङ, कमरेड रञ्जित तामाङ, भोट तारा। जय होस्।